मम्मी है के हो यो यस्तो यो फर्सी हो कहाँबाट ल्याएको यो रसलखुरबाट कति राम्रो फर्सी हो देखे फर्सी हो यो टमाटर होइन अनि हजुर। चाहिँ यो चाहिँ के हो भने कुकम्बर काँक्रो हो होइन यति छ यस्तै छ आज चाहिँ रसलखुरबाट लिएर आएको तर काँक्रो चाहिँ एउटा खराब परेछ नि नानी धुनु खोज्छ राम्रोसँग मस्तै ल्याउँदा त एउटा त खराब त पर्छ नि यिनीहरू साथीहरू अनि चाहिँ यो चाहिँ सबैभन्दा बेस्ट मलाई मन परेको भनेको यो बेथुको साग हो कि यत्रो दुईवटा मुठा लिएर आएको छु भोलि चाहिँ बेथुको साग आलु बनाएर भातसित सप्राट सप्राट खाइन्छ यसमा चाहिँ मस्ती छ नि त नानी त्यो चाहिँ स्ट्रबेरी हो रोक है मैले देखाउँछु ल स्ट्रबेरी आई डोन्ट लाइक स्ट्रबेरी बट यु लाइक मलाई चाहिँ मन पर्दैन होइन खासै मन पर्दैन छोरीलाई मन पर्ने भएर लिएर आएको होइन अनि यो चाहिँ बनाना होइन बनाना बनेना है बनेना बनाना बनेना है बनेना रोक 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 बनाना बनाना कति राम्रो बनाना हो कति राम्रो बनाना खाएर यो बनानाको नाम के हो कुनै हाम्रो बनानाको नाम के हो अब यो नाम हुन्छ नि बनानाको यो नेपालमा हामीले मालभोग भन्छौँ यो मालभोग होइन यस्तो मालभोग हो मालभोग होइन हो मालभोग यस्तो हुन्छ मालभोग मालभोग। साथीहरू अनि सब हजुरहरूले यस्तो मालभोग हुन्छ खुर्सानी मलाई पिरो मन पर्ने खुर्सानी यो चाहिँ हो बन्दाको डल्लो कहिले काहीँ मोमो बनाइन्छ नि त हामी आमा छोरीले टक्क मिलेर होइन यति बेला चाहिँ हामी आमा छोरीलाई कतिलाई पुग्छ दिब्बालाई भन टमाटरले 1 महिनाभन्दा धेरैलाई पुग्छ तर अरू चाहिँ त्यस्तै अनि तरकारीमा त हामीले खास हेरेर ल्याइएन किनकि फ्रिजमा पनि छटन्नै त्यही भएर होइन बिग्रिन्छ भनेर आलु प्याज चाहिँ बाहिर खानु जानुहोस् तपाईँहरू पनि रसलखोर एकदम राम्रो भेजिटेबल मार्केट छ पुरा नेपालको भन्नुपर्दा तिलोतमाको 4 नम्बरमा गए जस्तै झल्को भेटिन्छ ओके ओके गाइस बाई आजलाई यति नै बाय बाय बाई सी यू सुन